जाँदैछु म तिमीदेखि आफ्नै मुटु छुटाएर तिमी बिना बाँच्न सक्ने हिम्मत जुटाएर। हेलो, हजुरहरूको साथमा फेरि पनि एउटा ब्लग लिएर आएको छु। आज चाहिँ हामी कुपिने दह घुम्न गएको जान लागेको अवस्था भन्नुपर्छ। अनि कहाँदेखि हुनुहुन्छ, के कस्तो हुनुहुन्छ, संसारमा हुनुहुन्छ होला म युट्युब फ्यामिलीहरू सम्पूर्णमा दर्शन नमस्ते अनि गुड मर्निङ छ, शुभ। अनि हामीलाई चाहिँ अलिकता गाह्रो भएको कुरा भनौँ भने अनि आज चाहिँ हामी अब कुनै जग्गा घुम्न जान लागेको अवस्था भन्नुपर्छ। अनि के गर्नु, जिन्दगीको गोरेटोमा हिँडिरहेका छौँ। आज चाहिँ फाइनली हाम्रो 7-8 जनाको ग्रुप भएर कुनै घुम्न जान लागेको अवस्था भन्नुपर्छ। र यो पछाडि अब खै अब हुन्छ नि त, गोर्रा त्यस्तो के इच्छा जागेको कुनै घुम्न जान लागेको इच्छा जागेको रहेछ। त्यही भन्नुपर्छ फाइनली गाइस। साथमा रम्दै रमाउँदै पहिलो गोराको शरमा जाँदैछौँ हामी एकसाथ एकदम भएर। अब छ भर्खर नयाँ रोड हुन लागेको छ, पक्की रोड हुन लागेको। अनि अब हरियाली अब बसन्त ऋतु पनि सुरुवात भइसकेको छ फाइनली। अनि यस्तै छ हजुर, यस्तै छ जीवनको गोरेटोमा। को मोडमा यस्तै छ हाम्रो। जाँदैछु म तिमीदेखि आफ्नै मुटु छुटाएर तिमी बिना बाँच्न सक्ने हिम्मत जुटाएर। जाँदैछु म तिमीदेखि आफ्नै मुटु छुटाएर। फाइनली गाइस, फाइनली। अनि हामी चाहिँ बाइकको यात्रामा गर्न जान लागेको। अहिले हामी कुपिने दहदेखि तल कुन गाउँ भन्ने त्यो चाहिँ थाहा भएन, त्यतिर गइरहेको छ। सालगारीको बिचमा छौँ हामी अहिले चाहिँ। अनि हामीसँग एकजना अरू दोस्ती पनि हुँदो छ के। ल आज यसलाई पनि अब के रहर लाग्यो कुन्नी। अब कुपिने दह घुम्नलाई एकदम आतुर भएर हो आइरहेका छन्। चुप आइज। अनि हाम्रो चाहिँ अगाडिको यो घरवालाको रेखल आइरहेको छ। यसले के गर्ने, माया सबैको लाग्छ। अब छोडौँ भने आफूले पालेको चिज हो। अनि
फाइनली गाइज हाम्रो चाहिँ पछि आएको छ। अब के गर्नु त्यस्तै हो। जति कुराहरू हामी कुनै भित्र के छ कस्तो छ सत्यहरू के कस्तो छ अनि पुर्खादेखि चलिआएको पुर्खादेखि अब आइरहेको के कस्तो छ भनेर हामी तपाईँहरूको माझमा देखाउने नै छौँ। अहिलेलाई भने अब स्थगित राखौँ कि फाइनल गाइज हाम्रो चाहिँ अब ढुङ्गा पर्ने कम भइरहेको छ शून्य दहमा। हाम्रो चाहिँ अल फ्यामिलीहरू गएको छ शून्य दह घुम्नलाई अनि बोल्नु सोल्टे तपाईँ भन्दै गरौँ माछा मेरो अगाडि उनीहरू त दामीहरू त अगाडि पानी सोल्टी यता गएर बनाउनु मोबाइल अगाडिबाट बनाउन बाहिर गरौँ न तपाईँ बनाउनु के भन्दैन एकदम भोगा स्याल जस्तो गरेको छ नि के बोल के शिक्षा ओ उस्तादजी एकछिन पुरै घुमाऊँ कि है यसलाई आएपछि यो त भ्याउन त उतारपट्टि गर्छ ल्याउन हामीलाई पनि हामीलाई नदिने नि छोल्टीले के गरा खावेले हेर्छु हेर्छु न पुरै
भिडियो अहिले बनाउँदा हाम्रो लागि बधाई पछि तपाईँले बनाउनु भएको नि युट्युब हान्ने कस्तो जल्यो नि तपाईँको हेर जल्यो तपाईँ अस्ति हामी राकाम गइदिउँ त दाइ त्यो भिडियो मेरोमा त चल्दै चलेन भाइ अलि ढिलो भयो क्या यहाँ पहिला यहाँ कस्तो थियो यहाँ हुँदाखेरि तपाईँहरूलाई थाहा होला नि त पहिलादेखि मान्छे नाउँ चलाउने मान्छे यहाँ कस्तो कस्तो थियो अब हामी जन्म देखेर यस्तै छ जन्मेदेखि यस्तै हो यस्तो ताल छ अब हामी अनि यो तपाईँको यो चलाउन लागेको कहिले कति भयो 63 सालदेखि 63 सालदेखि हो अनि यहाँदेखि आम्दानी कस्तो छ के छ राम्रो अलिअलि खायो अनि राम्रै चलिरहेको छ चल्नु त अलिअलि भनौँ यो दिनमा तपाईँहरू कसरी हान्नुहुन्छ तपाईँहरू यसो टिपहरू यो कति टिप हान्नुहुन्छ दिनमा 4-5 टिप 7 टिप मान्छे भएको दिन अनि तपाईँको कति भयो यहाँ यो नाउँ चलाउलाको तपाईँ यहीमा कार्यरत हुनुहुन्छ दुवैजना अनि घर कता हो तपाईँको यही हो दुवैजना घर यही हो बुफर हुनुपर्ने नि हो र कामबाट आएको त्यही मात्रै अब या गाइस ओहो पानी आयो त जुत्ता भिजेको त हजुर अङ्कलजी नमस्कार सबैभन्दा पहिले तपाईँलाई अनि के कस्तो सधैँ आरामै हुनुहुन्छ ए तपाईँहरूको घर चाहिँ कतातिर पर्यो नि त नि ए अनि उहाँलाई पनि नमस्कार छ मेरो तर्फबाट अनि उहाँको घर पनि यतै हो कि कतातिर हो ए हामीले यो मेरो जिज्ञासा के हो भनेपछि अलिकता केही कुराहरू बुझाउँ जानौँ भनेर होइन अब पहिला एकजना हुनुहुन्थ्यो नि गुरु सबैभन्दा एउटा अपाङ्ग गुरु हुनुहुन्थ्यो नि उहाँको समयमा मैले सुनेअनुसार उहाँ गुरु पानीको माथि माथि हिँड्ने अनि उहाँलाई त्यस्तो के पनि गाह्रो हुँदैन थियो अरे उहाँले जे बोले त्यही पुरा हुन्थ्यो अरे यो के सत्य हो त हो ए अनि यो सुरुमा कसरी उत्पत्ति भयो तपाईँलाई के जानकारी छ ए छैन ए अनि यसको गहिराई पत्ता छैन हैन ए छैन त्यसो गयो भने होइन ए अनि यसमा तपाईँको मैले सुने अनुसार अब देखेको त होइन अरूले गरेको कुरा हो है यसमा पानी मुनि के नाग देवताहरू अब गाईको देवताहरू हुन्छन् नि दुध धाराहरू आउने अनि त्यस्तोहरू छ भन्ने कुराकानी सुने हो त्यो के कस्तो लाग्छ तपाईँलाई छ है त्यो ए ए अनि पहिला मलाई पनि अब यहीँबाट वर माग्नु भयो अरे जति बेला एकजना अपाङ्ग गुरु हुनुहुन्थ्यो उति बेलाको कुराहरू त्यति बेला पहिलेको समयमा अब जस्तै कपडा धुने भाँडाहरू केही अब दाउरा यताउति बोटुल्ने त्यो सबै बुढाबाजे दिनुहोस् भन्दाखेरि दिनुहुन्थ्यो अरे यो कुरा के साँचो हो त्यो थाहा भएन है
अनि तपाईँले यो डुङ्गा चलाउन लागेको कति वर्ष भयो त नि 15-16 वर्ष भयो तपाईँको यो अहिलेसम्म देखे अनुसार अब तपाईँले सुने अब यताउति के अद्भुत शक्तिहरू हुन्छ नि त्यो कोही मान्छेको शरीरमा प्रवेश या त भएको थाहा पाउनु भएको छ कि छैन तपाईँहरूले त्यस्तो छैन है अहिलेसम्म अनि कुपिन्ने द ब्राले वर्षमा 2 चोटि रङ फेर्ने भन्ने कुराकानी सुनिन्छ कि साँचो हो है कुन कुन रङ फेर्छन् त रातो र पहेँलो हैन 2 चोटि रङ फेर्ने भन्नुभयो कति महिनादेखि कति महिनासम्म एउटा माघको महिना मात्रै हो ठिक छ यसको पानी आउने मुहान यताउति केही पनि थाहा छैन हैन त्यसको अहिले हस् थ्याङ्क यू फाइनली गाइज हामी चाहिँ सुरुदेखि अब अन्तिम चरण मतलब तल कुपिन्ने दहको तलको भागमा आइपुगेको छौँ अहिले एकदम समुद्र रोमान्टिक ल म आउँदैछु एकछिन घुम्न जान्छु थोरै पछि आउँछु 1 घण्टा पछि कतै ठोकेला र यो चिप्लिसकेको छ निक्लिसकेको छ हो त्यसलाई अलिक बसेको